तो गाइज मेरो ब्लग कन्टिन्यू नै छ र आज रिमेनिङ ब्लग पार्ट 4 म हजुरहरु सामु प्रस्तुत गर्दैछु। ब्लग कस्तो लागिरहेको छ कृपया कमेन्ट गर्न नबिर्सिनु होला। कीप वाचिङ गाइज। गाइज बाटो देख्न सक्नुहुन्छ कस्तो छ र यो बाटो हुँदै अहिले म हिँडिराखेको छु। एकदम घना जंगल छ, जंगलको बीचबाट जानुपर्छ र यस्तो बाटोमा मान्छेहरू हिँडिराख्छन् अझै पनि है। सो मेरो ब्लग जारी छ, कन्टिन्यू छ, यात्रा पनि जारी छ। मैले ब्लग मार्फत हजुरहरुलाई मेरो पहाड घर देखाउँदै छु र यता मान्छे एउटा केही घर चाहिँ देख्न सकिन्छ। घर देखेको छ के हो, अझै माथि हो। लगभग 3.5 घण्टा भइसक्यो हामी हिँडेको। यात्रा अझै कन्टिन्यू छ। ब्लग कस्तो लागिरहेको छ गाइज कृपया कमेन्ट मार्फत भन्न चाहिँ नबिर्सिनु होला। कीप सपोर्टिङ गाइज, कीप वाचिङ। तो गाइज अब सुन्तला देख्न सक्नुहुन्छ। फाइनली सुन्तला पाक्दैछन्। सुन्तलाको सिजन हो। अहिले पहेँलै छन्। एउटा घर पनि यहाँ देखिसकेको छ। ऊ त्यो तल चाहिँ मान्छे यहाँबाट पढ्न जान्छन् गाइज हैन। र अहिले हामी लगभग अब पुग्न लागिसकेका छौँ। देख्न सक्नुहुन्छ यो हो गाउँलेपन, पहाडियापन हैन। सुन्तलाको बोट चाहिँ यो गाइज। बेलौती अहिले हामी गाँजाको बोट हो, देख्न सक्नुहुन्छ। यो चाहिँ यसलाई गाँजा भन्छ हैन। गाइज यो चाहिँ हाम्रो कोदो हो। यहाँ चाहिँ कोदो सुकाइएको छ, हेर्न सक्नुहुन्छ। यो पनि अर्को स्कुल हो है, देख्न सक्नुहुन्छ। एउटा पँधेरो भेटिसकेको छ। यहाँ पानी आउने पँधेरो छ र यहाँ चाहिँ एकदम चिसो र सफा पनि आउँछ गाइज। यहाँ पँधेरो भेटिसकेको छ र अहिले फेरि हामी यो उकालो चढेर जाने हो। जर्नी अझै कन्टिन्यू नै छ, अझै पुगिसकेका छैन र अहिले हामी लगभग पुग्न लागिसकेका छौँ। फाइनली गाइज अहिले हामी हाम्रो पहाड घर आइसकेका छौँ। यही नै हो गाइज है। बस्न छोडेको त कति लगभग 25-30 वर्षभन्दा बढी भइसक्यो। तर यो चाहिँ हाम्रो अङ्कलहरूको घर हो र हाम्रो घर चाहिँ यो हो गाइज हैन। झाडी छ, मान्छे नबसेको कति वर्ष भइसक्यो, तर घर चाहिँ यही हो गाइज। अब मैले खिचिसकेको छु। यो चाहिँ हाम्रो घरको सुन्तला हो गाइज, हाम्रो बोट हो र यो सब हाम्रो सुन्तला हो। घर चाहिँ यो हो, जुन घर चाहिँ मेरो भनौँ हाम्रो बा अङ्कलहरू जन्मेको घर चाहिँ यो हो गाइज। झाडी छ, पुरानो घर। अरू पनि म फाइनली आफ्नो डेस्टिनेसनमा पुगिसकेको छु। करिब अहिले दिउँसोको 1 बजेको छ। हाम्रो 9 बजेबाट हिँडेको थियौँ
र झाडी छ। यसरी कसरी हो हिँड्ने थाहा छैन। र सुन्तलाको बोट हो गाइस। घर चाहिँ देख्न सक्नुहुन्छ, हालत यस्तो छ। किप वाचिङ। अहिले हाम्रो घरको सुन्तला फाइनली टिपेर म खान जाँदैछु। यो चाहिँ हाम्रो घरको सुन्तला हो गाइस। यो सुन्तला देख्न सक्नुहुन्छ, फल पाक्दैछ। खासै अहिले रहेनछ, तर यो चाहिँ हाम्रो सुन्तलाको बोट हो गाइस। र हजुरहरूलाई मैले एक्सप्लोर गराइरहेको छु। देख्न सक्नुहुन्छ सुन्तला पाक्दैछन्, पाकिसकेको छैनन्। चाहिँ चिडो छ गाइस। गाइस म आइपुगेको छु अर्बेनी पहाडगढ। घर चाहिँ पुरै भत्किसकेको रहेछ अस्तिको पानीले होइन, नबसेको धेरै भइसक्यो। तथापि घर चाहिँ यही हो गाइस। देख्न सक्नुहुन्छ, वी क्यान एक्सप्लोर इट। जुन घर चाहिँ बाबाहरू जन्मेको घर चाहिँ यही हो। र पछाडि देख्न सक्नुहुन्छ एउटा चाहिँ यहाँ एउटा सानो पोखरी चाहिँ छ। र पछाडि चाहिँ सुन्तला छन् गाइस। सुन्तलाको बोट हो यो, देख्न सक्नुहुन्छ। यो चाहिँ सबै हाम्रो सुन्तला हो। सुन्तला चाहिँ यही हो, तर अहिले खासै सुन्तला चाहिँ रहेनछ, किनभने र सबै कुरो छ गाइस। यहाँ जङ्गल छ। र अहिले सुन्तला टिप्न खोजिरहेका छौँ, तर पाकिसकेको पनि छैन, देख्न सक्नुहुन्छ। र म एउटा सुन्तला चाहिँ म टिप्ने कोसिस गर्छु गाइस होइन। यो पाकेको चाहिँ कस्तो छ सुन्तला चाहिँ म टिप्दैछु। फाइनल्ली यो टिपिसकेको छु। कस्तो छ आई विल टेस्ट। किप वाचिङ, सपोर्टिङ, थ्याङ्क यू। त गाइज मैले फाइनल्ली सुन्तला टिपिसकेको छु। र सुन्तला टिपेर आइसकेको छु। ठिकै छ, गुलियो हुँदैछ, तर त्यस्तो गुलियो पनि छैन, किनभने बेला भइसकेको छैन। सुन्तला पाक्ने मङ्सिरमा हो गाइस। र अहिले कार्तिकको 16 गते हो आज। सो पाकिसकेको छैन, तर गुलियो हुँदैछ। तर बुट्टाबाट टिपेको सुन्तला मिठै छ। यसलाई मम्मीले खाँदै हुनुहुन्छ, हामी बसेर सुन्तला खाँदैछौँ गाइस। खाने भए भन्न सक्नुहुन्छ। तर ठिकै छ गाइस। किप वाचिङ। तो गाइस त्यो चाहिँ हाम्रो कालीगण्डकी हाइड्रो पावर प्रोजेक्ट हो होइन। र उतातिर चाहिँ हो सिरकोट भन्ने गाउँ हो। र त्यहाँ चाहिँ मिर्मी हो, मिर्मी देख्न सक्नुहुन्छ।
फाइनली अहिले म कोठा मन्दिर आइपुगेको छु र यहाँ चाहिँ हाम्रो कुलाइनको पूजाहरू हुने गर्छ। यो मन्दिर हाम्रो देख्न सक्नुहुन्छ। सो यहाँबाट हामी भ्यू देखाइरहेका छौँ। यसरी हामी देख्न सक्छौँ। ब्लग कस्तो लागिरहेको छ गाइस, किप वाचिङ, किप सपोर्टिङ, थ्याङ्क यू। तो गाइस सिस्नु है, सिस्नु अहिले यो बोरा लिएर जाँदैछौँ। बोरामा यस्तो छ होइन। अब यो बोरा लिएर हामी तल झर्ने हो। सो अहिले जाँदैछौँ, सकेको छ। सो गाइज किप वाचिङ होइन। फर्सी र गाइज घना जङ्गल हुँदै आएको ब्लग हेर्न चाहिँ नबिर्सिनु होला। किप वाचिङ, किप सपोर्टिङ गाइज, थ्याङ्क यू।